अब पहिला यसलाई पल पार्नुपर्छ, थोरै पानी चाहिँ हाल्नुपर्छ है। यो पानी हाल्नुको कारण चाहिँ अब यस्तो पल पर्दाखेरि हातमा नटालोस् भनेर कि पानी हाल्नुपर्छ हैन। तातो तातो छ। चट्ट रेडी भइसकेपछि सुरुमा चाहिँ यो बोसो है, यसमा हालेको हुन्छ नि त बोसो, यो चाहिँ हाल्नुपर्छ। यसलाई चाहिँ हामी मनाङ्गीले नेची भन्छ कि नेची। कस्तो भने चाहिँ अब 2-4 महिना पुरा काटेर चोपिङ गरेर राखेको यो भित्र है, बिग्रिँदैन नि यो, सिधीमिधी कहिल्यै बिग्रिँदैन यो चाहिँ है। अनि त्यहाँबाट गएर याकको मासु हैन पोलेर अनि कुटेर राखेको कि यो दामी छ एकदम। याकको मासु हालौँ, बोसो पनि अलिकति छ फेरि यो चाहिँ हैन नभएको। अनि मुला हालौँ, यही पाकिहाल्छ अहिले हैन, बनाउँदै। अब हाल्नु पर्यो यसमा मसला हाल्नुपर्छ अनि नुन त हाल्नै पर्यो हैन, नुन नहाल्ने त कुरै भएन हजुर। अनि गएर यो तुमछाङ भन्छ हैन, यो चाहिँ अब कतिपय साथीले तुमछाङ भनेको के हो भन्नुभएछ। यो चाहिँ अब उता प्राय विदेशबाट नै ल्याएको हो, अब मनाङ्गीहरूलाई मात्रै थाहा छ प्रायः सो है होला, अब कतिपय साथीलाई थाहा होला। अनि बढी चाहिँ हाम्रो मनाङ्गीको मान्छेहरू चाहिँ युज गर्छ कि यसलाई तुमछाङ भन्ने। मनाङ तिब्बत शेर्पाहरूले प्रायः युज गर्छ होला मेरो विचारमा, जहाँसम्म लाग्छ हैन। अनि यो चाहिँ खोर्सानी हाल्नुपर्छ, खोर्सानी नहाल्नु फेरि हुँदैन नि त ढेँडो। अब लास्टमा गएर चाहिँ तातो पानी हाल्नुपर्छ है। पुरा उमालेर हाल्नुपर्छ है तातो पानी चाहिँ, नत्र फेरि बोसोहरू पग्लिँदैन नि त। ल अब यति भइसकेपछि चाहिँ अब चलाउनु पनि हुन्छ मजाले, पाक्छ अब यो। खङ लाग्ने देख्यो होला है साथीहरू। धेरै पछि, धेरै भन्नाले 1 महिना समथिङ भयो होला ढेँडो नखाएको, आज चाहिँ खाँदैछु। ल अब यति भएपछि अब रेडी भयो हैन। सुरु त मासुबाटै गरौँ है साथीहरू। मनाङ आउँदाखेरि चाहिँ मौका नभए नि कुनै होटलमा बस्नु पर्यो नि तपाईँहरू, ढेँडो चाहिँ खानु